आज चाहिँ हामी फार्ममा मासु ल्याउन जाँदैछौँ। यता बुढी अनि म अहिले अरू मान्छेहरू चाहिँ फाल्टै आउँछ अनि एकैचोटि भेला भएर बनाइन्छ। हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ। ल अहिले चाहिँ हामी फार्म आइपुगेछौँ। अरू मान्छे चाहिँ अहिले एकछिनमा आइपुग्छन्। यता मासु ल्याउने चाहिँ राँगा चाहिँ ऊ पर हुन्छ अनि यहाँ काटिन्छ। कति मान्छेहरूले मासुहरू काटे गरेको मन पराउँदैन, त्यही भएर एकैचोटि अहिले हामी भाग लागेकोदेखि चाहिँ भिडियो खिच्ने कोसिस गर्नेछौँ। ल जाउँ। ल राँगाको मासु 7 भाग। राँगाको लिदी यता पर्जी मर्जी। हाम्रो बुबु भाग लाउँदै हुनुहुन्छ। राँगाको कर्जी मर्जी कर्जी मर्जी अरे मासु 7 भाग। 7 भाग चाहिँ ल मासु उठाउने कार्यक्रम हुँदैछ है। अझै आफ्नो भाग। ल है मासु चाहिँ हेर्नुहोस् है, यस्तै छ है राँगाको मासु। यता यो चाहिँ हाम्रो नानाको भाग। Oh my god, ini bisa नानाको भाग उठिसक्यो। महँगो नि हो। कलेजको भाग हुँदैछ यहाँ।
अब चाहिँ सक्न लाग्यो है। अब यो एउटा अन्तिम छ अनि यो पनि गरिसकेपछि त यहाँ बाघ आन्द्रा चाहिँ कता पर्यो ए आन्द्रा चाहिँ अघि उहाँ भइसकेछ यहाँ छ आन्द्रा चाहिँ बनाउने तरिका त यो रहेछ ल हेर्नुहोस् गो पखालेको ल हेर ल हेर्नुहोस् भिडियो हेरेर कमेन्ट मात्रै ब्याड कमेन्ट नलेख्नु होला तपाईँहरूले नि बनाएर खाने भनेको यसरी नै हो जस्ट मैले भिडियोमा मात्रै निकालेको हो अब यो चाहिँ गाडीमा उता बुबुले हेल्प गर्दै हुनुहुन्छ ल आउनु है मलाई त साह्रो पर्यो कति राम्रो सुहाउँदो रहेछ त काक्कै हुन्छ केही हुँदैन ल मेरो चाहिँ लगाइसक्यो त बुबुको अर्को लट आउँदैछ यहाँ हो बुबुला दामी सुहाउँदो रहेछ त मासु बोक्दा त भएको आन्द्रा फुट्यो होला नि त मासु काट्ने कार्यक्रम सुरु हुन आँटेको छ ल सुरु भयो है मासु काट्ने कार्यक्रम एक बाग यो चाहिँ 210 $210 को मासु हेर्नुहोस् महँगो छ नि त रङ्गाको मासु मासुको पिस्टाली सानो सानो बनाउनु है हड्डी त ठुलै होस् केही हुँदैन ल पानी उयो कुखुरालाई दिनु ढुट्टो बनाएको छ कि हुन्छ हाम्रो रायोको साग आउँदैछ छाट्नु पर्नेछ हिजो छाटेको अलिअलि अझै उखाल्नु पर्नेछ
सिक्युरिटीको लागि यहाँनिर म चाहिँ रेडी गर्दैछु भरे यहाँ मुनि आगो बालेर मजाले दन्काइन्छ आगो अनि सिक्युरिटी बनाइन्छ आगोको राफमा। आमा छोरा भएर मासु आन्द्रा भोलि सफा गर्दैछ। छोरा हेल्प गर्ने केही हुँदैन। यो चाहिँ छाला कोमल हो। यस्तो चाहिँ उल्टा पार्नु पर्ने हो नि त। पस्यो एकछिन छोड्देऊ न मुनिको हात पानी बगिरहोस्। फेरि भुइँको मैला लाग्छ हौ बालुवा हामी त यहाँबाट छोप्नु पर्दैन। यहाँ चाहिँ कर्जी मर्जी यता सिकुटी थोरै बनाएको अनि अरू चाहिँ मासु हड्डी मासुहरू चाहिँ घरमा
यति नै हो सिक्युरिटी बनाएको चाहिँ। यो कर्जी मर्जी खानु चाहिँ साह्रो गाह्रो, सफा खानु चाहिँ सजिलो, बनाउनु चाहिँ गाह्रो, सफा गर्नु। अघि केलाउने 2 घन्टा लाग्यो, फेरि बफे आएर पनि यसरी सफा गर्नुपर्छ। चिन्ता थिएन। सिक्युरिटी बनिने क्रम हुँदैछ। आगो नखेल्नु नानी। उता चाहिँ कर्जी मर्जी सफा गरेको हुँदैछ। यहाँ चाहिँ सिक्युरिटी बनिँदैछ, मजाले आगो तन्किरहेको छ। यतिको भयो अहिले चाहिँ। यता चाहिँ क्लिन गरिसकेको। अब यहाँ सिक्युरिटी बनिँदैछ। अलमोस्ट हाफ भयो होला सायद। यहाँ चाहिँ कर्जी मर्जी कटाइ हुँदैछ। र अब आजको सिक्युरिटी बनाइ चाहिँ यस्तै भयो। सिक्युरिटी अलमोस्ट भइसक्यो नै भन्दा पनि हुन्छ। कता कता चाहिँ बनिएको छैन त्यति साह्रो राम्रो। अझै हामी यसलाई अझै 1-1.5 घन्टा मजाले रफाइन्छ। र आजको अब भिडियो चाहिँ यति नै। फेरि अर्को पालि नयाँ भिडियो लिएर आउने कोसिस गर्नेछु। आजको भिडियो पनि पुरै हेरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब, सेयर सबै गरिदिनु होला। धन्यवाद तपाईहरुलाई भिडियो हेरिदिनु भएकोमा।